नायोखी बाजा। नायोखी बाजा एकातिर पातलो लट्ठी र अर्कोतिर खाली हातले बजाइन्छ। नेवार समुदायहरूको परम्परागत बाजा हो नायोखी बाजा, जसलाई बाजाको नाइके मानिन्छ। जुन बाजा नेवार समुदायमा जन्मदेखि मृत्युसम्म यो बाजाको विशेष महत्त्वपूर्ण छ। नेवारी संस्कृति नेवारी समुदायको जात्रा, पूजा वा शुभ कार्य तथा विशेष धार्मिक उत्सवहरूमा सुरुवातमा यही बाजा बजाएर गरिन्छ। त्यस्तै मानिसको मृत्युमा पनि यही बाजा बजाइन्छ, जसलाई सी बाजा भनिन्छ। परम्परा अनुसार नायोखी बाजालाई बाजाको नाइकेको रूपमा मानिँदै आएकोले जात्राको सुरुवात नै नायोखी बाजाबाट गरिन्छ। यो बाजा अरूभन्दा अगाडि राखेर बजाउने चलन छ। राष्ट्रिय गौरव र ऐतिहासिक मान्यता प्राप्त प्राचीन बाजा हो नायोखी बाजा, जुन बाजा तत्कालीन समयमा राज्य स्तरबाट जनतामा सूचना प्रवाह गर्न यिनै बाजाको प्रयोग गरिन्थ्यो। नेवार समुदायभित्रकै नाये, नायो, खड्की, साई, सिंह समुदायले बजाउने नायोखी बाजाको छुट्टै पहिचान र अस्तित्व र इतिहास छ, जुन आजको आधुनिक कालमा पनि यो बाजा नेवारी संस्कृतिमा अनिवार्य रूपमा बजाइन्छ। हिजो आज नायोखी बाजाप्रति युवाहरूको चासो, लगाव, आकर्षण त्यत्तिकै देखिन्छ र जात्रामा पनि उनीहरूको लगाव प्रष्ट रूपमा झल्किन्छ। यसरी नायोखी बाजा नेवारी समुदायभित्रमा विशेष मानिन्छ। परम्परा अनुसार नायोखी बाजालाई बाजाको नाइकेको रूपमा मानिँदै आएकोले जात्राको सुरुवात नै नायोखी बाजाबाट गरिन्छ। जात्रा परम्परा अनुसार सुरुमा नायोखी, त्यसपछि धुन्या धिमे र पोङ्गा ठुलो धिमे राखी लहरै बजाउने गरिन्छ। त्यस पछाडि मात्र अन्य बाजा राखिन्छ। अब हरेक भिडियो हेर्नको लागि हाम्रो फेसबुक पेज तथा युट्युब च्यानल KVS 15 लाई फलो र सब्स्क्राइब गर्नुहोला। साथै सँगै नजिकै रहेको बेल आइकन र अल नोटिफिकेसन क्लिक गर्नुहोला, ताकि हाम्रो हरेक भिडियो सबैभन्दा पहिले तपाईँ समक्ष पुग्नेछ।